नमस्कार, स्वागत गर्न चाहन्छु क्रिक नेपलको च्यानलमा। रवि बोपराको अर्धशतक अनि सैफ अली जैबको आक्रामक ब्याटिङमा चितवन राइडर्सले कर्णाली याक्सलाई 4 विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजय सुरुवात गरेको छ। कर्णालीले दिएको 167 रनको लक्ष्य 19 ओभर 1 बलमा 6 विकेट गुमाएर 171 बनाउँदै चितवन राइडर्सले जित हात पारेको हो। चितवनका लागि बोपराले 35 बलमा 3 चौका र 3 छक्का सहित सर्वाधिक 51 रन बनाए। ओपनर दीपक बोहराले 42 रन जोडे। सैफ अली जैबले 16 बलमा 2 चौका र 4 छक्काको मद्दतले 38 रन जोडे। बलिङमा कर्णालीका कप्तान सम्पर्क कामीले 2 तथा मार्क वाट, युनिस सिंह र युवराज खत्रीले समान एक विकेट लिए। चितवनले एनपिएलमा पहिलो पटक कर्णाली याक्सलाई पराजित गरेको हो। यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो। लिग रनमा कर्णाली 5 विकेटको विजय भएको थियो भने इलिमिनेटरमा 21 रनले विजय भएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले 3 विकेट गुमाएर 166 रन बनाएको थियो। ओपनिङ गरेका भारतीय खेलाडी पाञ्चालले 48 बल खेल्दै 7 चौका र 6 छक्का प्रहार गरे। पाञ्चालले पहिलो विकेटका लागि मार्क ओ डाउनसँग 61 रनको र दोस्रो विकेटका लागि मार्क वाटसँग 63 रनको साझेदारी गरे। मार्क ओडाउनले 20 र मार्क वाटले 16 रनको योगदान गरे। पवन सेराफले 16 बलमा 1 चौका र 3 छक्का प्रहार गर्दै अभिजित 27 रन बनाए। बलिङमा चितवनका सैफ रणवीर, सैफ जैब र रवि बोहराले एक विकेट लिए। आजको लागि यति नै गर्न चाहन्छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू सो मच फर वाचिङ टिल देन। जय नेपाल, जय नेपाल।